नमस्ते सबैजनालाई। आज चाहिँ के हो भनेपछि फागुनको 28 गते हाम्रो गाउँमा खोइ त्यहाँ खोइ त्यहाँ हुँदैछ। अब त्यहाँ खोइमा के गर्छ म तपाईँहरू सबैलाई देखाउँछु ल। पूर्णमा नमस्कार। हाम्रो दार्जिलिङ पश्चिम नम्बर 2 मा अहिले नाचको यो सरस्वती तयारी हुँदैछ। यसमा हाम्रो यहाँ आदरणीय द्वारेज्यू हुनुहुन्छ। बाजे द्वारेज्यू नमस्कार। नमस्कार हजुर। यो अलि यो हाम्रो यो खोइ यो हाम्रो यो सरस्वती पूजाको बारेमा केही भनिदिनु न हजुर। यसो प्याजुङ भेनास नगरबाट 10 हजुर साबिक प्याजुङ 2 प्याजुङ गाउनु पर्यो र यो हाम्रो उदय गुरुङको चाहिँ च्यानलमा हेर्नु भएको चाहिँ सम्पूर्ण देश विदेश गाउँमा भएका बाबा आमा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण नमस्कार। यस सरस्वती पूजा हो यो। हामी जुनै कार्यक्रम गर्दा पनि हामी मातालाई मान्छौँ। सरस्वती मातालाई चाहिँ प्रत्येक शब्दमा हामी सरस्वती मातालाई नमानिकन हामी अघि बढ्नु सक्दैन। यसमा सरस्वती पूजा भन्छ, हामी सरस्वती माताको पूजा गर्छौँ। अनि दायाँ बायाँ जति नाच नाचे पनि सुरुमा हामी सरस्वती मातालाई चाहिँ नपुकारेसम्म हामी यो सूर्यजीको नाच हुँदैन। र घाटो पनि त्यही हो। घाटोमा पनि सरस्वती मातालाई नपुजिकन त्यो घाँडो गीतकै सुरातै हुँदैन है। त्यस कारण जे काम गरे पनि हाम्रो जातीय अनुसार भनौँ परम्परा अनुसार हाम्रो गाउँठाउँमा भइचलि आएको अनुसार चाहिँ यी मातालाई कसरी हामी यो भन्छ कि अहिले बैकिनीहरूमा भनौँ कि पहिलाको बुढाहरूको चाहिँ परम्पराको रूपमा भनौँ यी प्राकृतिक पूजा हो है। यी प्राकृतिक पूजा हो। यी प्राकृतिक पूजाले गर्नेमा गुरुङ जातिमा पोजु झाङ्ग्री अनि लामा झ्याब्रे यिनीहरू यो गुरुङ जातिको चाहिँ पुरित है। यी पुरितहरूले नै यो प्राकृतिक पूजाहरू गर्छ। धन्यवाद। धन्यवाद भाइ। नमस्ते, मेरो नाम रत्न गुरुङ। नमस्ते, मेरो नाम रेशमा गुरुङ। नमस्ते, मेरो नाम रेशमा गुरुङ। नमस्ते, मेरो नाम रेशमा गुरुङ। नमस्ते, मेरो नाम नमस्ते, मेरो नाम नमस्ते, मेरो नाम नमस्ते, मेरो नाम सल्ला। नमस्ते बुजू। नमस्ते बुजू। नमस्ते। यो मेरो सुसुरी नानी म ए प्याजुङे नानी म। यो नानी म हो। म यता छावा पछि गरियो। नानी म हो। राङ्गो आशे गरियो। म आमै लोलो नम्बर 3 हो। नम्बर 3 ल। फेरि काँक्रो खान जाने? फेरि काँक्रो खान जाने? मन पर्यो? मन पर्यो भाउजू? आइपुग्यो? मन पर्यो काँक्रो? हेलो, हामी सब खाना खाँदैछौँ। कस्तो भएछ त खाना? हजुर
यहाँ चाहिँ पानी परेर बेचोक भएको छ अनि अहिले चाहिँ हामी चाहिँ यस्तो बेचोक भएको छ त्यही पनि हामी रमाइलो गर्न चाहिँ छोड्दैनौँ है गाइस हामी चाहिँ रमाइलो गर्न चाहिँ